भयो त अरे के भएको पनि छैन के भयो हुनु त भयो अचम्मै भयो ठट आलु बनाइनस् अघि बना भनेको थियो तँलाई के हेरिरहेको कहिले पो भनेको थियो दादा अन अघि 1 घण्टा अगाडि नै भनिरहेको त तँलाई आलु बनाएर राख्ला भाइ भनेर ओइ ठिक्कै तँलाई भेटे म तँलाई बारी फालेर आउँछु कि त्यो आलु ढाकीमा छ आलु बनाएर राख ल बनाएर राख्ने फेरि म भोकाएर आउँछु ल ए दाजु 1 घण्टा अगाडि नै मैले पनि आलुलाई हेरेको छु आलु त फेरि जस्तोको तस्तै छ यो आलुलाई किन बनाइबस्नु फेरि आलु बनाउनु भन्नुभएको थियो आलु अनि आलु छ त अन्त के बिग्रेको पनि छैन आलु ठिकै छ है ठिकै छ त अन्त यो लाटोलाई चाहिँ के गरौँ बनाएको भनेको तँलाई बना अनि आलु चाहिँ बनिएको त छ त अन्त ए लाटा पकाइराख भनेको मैले पका भनेको तँलाई अनि अघि राम्रै मुखले पका भन्नु पर्दैन भाइ गएर म काम गर्दैछु आलु बना आलु बन्नेकै छ त अब यहाँदेखि उता चाहिँ के बनाउनु यो आलुलाई पका भनेको अब काटकुट पारेर यसलाई बनाइदिनु आलु राम्रै छ बिग्रेको छैन खाऊ आलु यो खाऊ यो आलु बनाऊ भने आलु बन्नेकै छ किन बनाइबस्नु बित्थामा मेहनत खर्च